शून्य फोहोर तथा प्लास्टिक न्यूनीकरण अभियान 2083 वैशाख 12 गते बर्दघाट नगरपालिका वार्ड नम्बर 4 लक्ष्मीनगरबाट सुरुवात भएको छ र जति पनि उपस्थित हुनुहुन्छ आफ्नो ठाउँ, आफ्नो क्षेत्र, आफ्नो टोल सबैले प्लास्टिक जन्य फोहोरहरू चाहिँ व्यवस्थित तरिकाले व्यवस्थित ठाउँमा फाल्नु होला र फोहोर चाहिँ सबैजनाले आफ्नो ठाउँ, आफ्नो घर अघिल्तिर चाहिँ व्यवस्थित तरिकाले व्यवस्थित ठाउँमा फाल्नको लागि अनुरोध गर्छु। आफ्नो घर अघिल्तिर आफ्नो त्यसमा चाहिँ यसरी ल यसरी सफाइ गरे के हुँदैन हैन, सुरुवात आफैबाट गर्नुपर्छ भन्ने यो ज्वलन्त उदाहरण बर्दघाटबाट देखिरहनु भएको छ। सर यो सर जनक सर जीवन सर पनि एकदम यो सरसफाइमा एकदम लगाव दिएर हिँड्नु भएको छ। ल जति पनि यो भिडियोमा देखिनु भएको छ, अब तपाईहरुलाई थाहा भइसक्यो कि अब यो बर्दघाट नगरपालिकाले चाहिँ यो शून्य फोहोर न्यूनीकरण अभियान सुचारू गरिसकेको छ। आगामी दिनहरुमा तपाईहरु पनि नछुट्नु होला यो सरसफाइ कार्यक्रममा, सबैजना उपस्थित भइदिनु होला। ल प्रत्येक घरका सर हुनुहुन्छ शून्य फोहोर न्यूनीकरण अभियानमा जति पनि उपस्थित हुनुभएको छ सबैलाई धेरै धेरै धन्यवाद है। र उहाँमा हुनुहुन्छ यसरी जति